है हो दिनहरू उठेर चाहिँ लाली गुराँस जम्माकै फुलेको छ यस्तो मजाले फुलेको छ मैले पनि ड्रोन ल्याउनु पर्ने रहेछ यहाँ बारी बारी कसले उडाएको छु गो ड्रोन यो कुन ठाउँ अरे टाढी होइन के भन्छ गोप्रोले के अरे ड्रोन ल्याएको तार नउडाइ थिएछ त्यो उडाउँदै त्यो अघि नै उडा त्यसले उडायो उडा थिएन यही हो त्यो पनि ल्याउनु पर्ने अब डराएर शनि डराएर ल्याउन पाएन टाढा पानीको गाउँमा हामी बसेका छौँ टाढा पानी यो लोकेसन चाहिँ टाढा पानीमा अहिले हामी छौँ ब्रेकफास्ट सेमसीको दुईजना चेक गऱ्यौँ के अरे लो आज चाहिँ के अरे एबिसी क्याम्प हाइकिङको लागि चाहिँ के अरे हामी चाहिँ के अरे टाढा पानीबाट चाहिँ के अरे हामी चुम्लुङ हाम्रो डेस्टिनेसन चाहिँ के अरे अब चुम्लुङ हुनेछ आजको डे 3 को लागि चाहिँ हामी जाँदैछौँ धन्यवाद आज हाम्रो चाहिँ थर्ड डे हाइकिङ एबिसी क्याम्पको लागि
यसरी चाहिँ के अरे हामी जाँदैछौँ। आज हाम्रो थर्ड डे हाइकिङ। पारी गाउँहरू पनि देख्दैछ। यस्तो छ हाम्रो हाइकिङ। आजको दिन थर्ड डेको चाहिँ ओह्रालो ओह्रालो जानेवाला छौँ हामी। कान्छा गुरुङ चाहिँ तल पुगिसक्नु भएको छ। ल यस्तो छ हिँड्ने बाटो हाम्रो गाउँ। यो हिमाल चाहिँ के अरे टुप्पा मात्र देखिरहेको छ। बादलले पुरा छेलेछ। माथि नाकमा झुन्डे जस्तो भएको छ। आज चाहिँ डे 3 मा चाहिँ हाम्रो साथीहरू पनि धेरै गुरु छन्। बिसाउन आयो। मम्मी हिँड्दैछ। कस्तो हुनेछ मम्मी? आज थर्ड डेमा लाग्यो है। ल मम्मी भैँसीहरू चाहिँ के अरे चढ्दैछन्। हाम्रो गुरुहरू जानेछन् नि तल। भैँसीहरू चढ्दैछन्। यहाँ भैँसीहरू चढ्दैछन्। मलाई हेर्दैछन् को हो भनेर। मम्मी उता जाँदैछ। हाम्रो ग्रुप चाहिँ के अरे तल पुगे। म यहाँ डाँडाबाट आउँदैछु। मम्मी जाँदैछ। यो गोठ, भैँसी गोठ, गाई गोठ यसरी हुन्छ है नेपालमा हाम्रो गाउँघरको गोठ। लु आउँदैछ होटल हिल साइड भनेर लेखा छ।
न्यू इकुल होटल लो ल हिजो पनि जिन्स लाउनु भएको थियो हँ? हजुर हिजो पनि जिन्स लगाएर आउनु भयो र हिजो त अर्कै हो मेरो भिडियोमा हेर ल ल अब यहाँ चाहिँ के अरे एउटा पारी गाउँ भएर चाहिँ के अरे हामी पर लेकमा चाहिँ लेकदेखि उता जाने हो। अहिले हामी चाहिँ यहाँ अन्नपूर्ण घान्द्रुक चोइले भन्नेमा चाहिँ आइपुगेका छौँ। मेरो ग्रुप चाहिँ के अरे यहाँ रेस गर्दै बसेका छौँ। ल ल ल मम्मी हिँडिहाल्यो न। लो यो होटल चाहिँ क्या आइपुग्यो। है आउँदाखेरि यो लगाइदिनु होला नि। पारी गाउँ बबाल लेखेको छ। बबाल सिन ओ बबाल सिन है ए मम्मीहरू दिन आउँदैछन् नि। यस्तो क्लियर छ। माथि किन गएको थियो क्या माथि डोङ्गो गएर आइगयो। भिडियो बनाइदिनु भन्नुभयो। भिडियो फोटो एउटा बाबु ल मम्मी हजुर खानु आउँछु तपाईँको खाएँ। कति राम्रो सिन है। सानो भएर त कत्रो ग्रास फुलेको त्यो रातो रहेछ यो पिङ्क रहेछ। त्यही गाउँ क्रस गरेर जाने होइन। अब हामी तल खोला झर्ने हो सर। खोला त्यही बाटोबाट ट्रायल देखियो नि। त्यहीबाट जाने यहाँबाट गएर होइन यता जाने होइन उता
बाटो जाने बनाको ट्रायल देखि नि बाटोको त्यो बाटो जाने यहाँबाट त यही उक्लिने हो त्यो ब्लू भवन स्कुलदेखि निक्लेर त्यही बाटो त्यसै वहाँ परको सेफ ड्रिङ्किङ वाटर हुन्छ त्यही सेफ ड्रिङ्किङ वाटर होइन पानी त हुन्छ तर यस्तो मिनरल वाटर पाइन्न कि सेफ ड्रिङ्किङ वाटर हुन्छ होइन हामीसँग प्युरिफिकेसन ट्याब्लेट छ गर्छ क्या वेलफेयर अफिसले गर्छ到上面的时候，对， बच्चाहरूको अनाथ बच्चाहरूकोमा गर्दाखेरि त्यस्तो हुन्छ त्यो आयो त्यो चाँदनीहरूको जस्तै होला नि दुईजना थिए मसित पोटरहरू भारी बोक्ने उनीहरूले किताब र कापी मात्रै बोकेका थिए कि स्कुलमा भन्ने प्लान गरेर आएको थियो नानीहरूको चाहिँ नेप्लिस डक्टर्स एसोसिएसन भन्ने छ नानीको भन्दा अब नानी पनि सदस्य चाहिँ हो अरे अनि उनीहरूले हरेक वर्ष गर्छ अलिक दुर्गम हो यो पहिला त अब यहाँ अहिले पो बाटो खुलो म्याडम त्यति बेला त यहाँ बाटो साटो केही पनि थिएन ल यहाँको चाहिँ ऊ चाहिँ कस्तो छ है ओह्रालो स्टेप यो कस्तो फापर जस्तो छ नि दादी उयो फापरै हो यो के यो फापरै हो ल हैन बाटो छ ए साथीहरु यसरी हिँडेछ यस्तो छ आजको ट्रेकिङ यस्तो छ हालत है भिरागोट ए मम्मी आउँदै हुनुहुन्छ यस्तो छ स्टिप छ तलको गाउँहरु कस्तो क्लियर देखेछ ए मम्मी हिँड्दै हुनुहुन्छ होटल लजहरु यस्तो छ यी मम्मी मेरो अगाडि हिँड्दै हुन्छु ओ तल अहिले हामी चाहिँ त्यहाँ तल स्कुल जस्तो देखेको ठाउँमासम्म चाहिँ किन हामी जाने हो तल जाँदैछन् हामी पारी स्कुल जस्तो गाउँ भएर हामी चाहिँ के अरे त्यो गाउँ कटेर चाहिँ के अरे पारीको डाँडा कटेर चाहिँ हामी जाने हो अहिलेको वेदर यस्तो छ आज पानी देखाएको छ यहाँको होटलहरु ठाउँ-ठाउँमा चाहिँ के अरे यसरी होटलहरु सुविधाहरु कस्तो छ एबीसी क्याम्प
जानको लागि चाहिँ ठाउँ ठाउँमा चाहिँ के अरे यस्तो राम्रो राम्रो व्यवस्था गरेको छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। लु पारी त्यो स्कुल जस्तोमा चाहिँ त्यो बाटो भएर चाहिँ हामी जानेछौँ। लु आलु पनि रहेछ है, आलु लगाएर रहेछ यहाँ। हजुर त्यही त फेरि यो आलु त पुरा खतम बनाएको छ नि। आलु छ्या पारेर पुरा खतमै बनाएको छ। यो पारीको गाउँ के गाउँ रे सर? यो सर गुर्जुङको गाउँ हो। गुर्जुङ? गुर्जुङ यो गुरुङ गाउँ हो। ए गुर्जुङ। ओ ल यो पारी देखेको ठाउँ गुरुङ गाउँ रहेछ। मम्मी आउँदै हुनुहुन्छ। ए पारी गुर्जुङ गाउँ भएर चाहिँ के अरे हामी चाहिँ के अरे पारी डाँडा कटेर जाने। अहिले हामी चाहिँ वारी छौँ। एकैछिनपछि चाहिँ के अरे हामी पारी पुग्छौँ। गुर्जुङ गाउँलाई क्रस गरेर जान्छौँ। ल मम्मी आयो है, मम्मी आयो। मम्मीको स्टेप बाई स्टेप चाहिँ के अरे भिडियो चाहिँ के अरे हुँदैछ। ए तपाईँको ब्याग अलि माथि गर्नु न, यो तल उ भएको छ। ए हो यो मलाई गर्न मन लागिरहेको थियो। यसको लागि अलिअलि ट्रेनिङ पनि हुनुपर्छ क्या। के दामी देखेछ है पारीको गाउँ, क्लियर। ए शशि, सनी, विनोद, मम्मी, मम्मी आउँदै हुनुहुन्छ यहाँ माथि डाँडाबाट उक्कन। बिस्तारै हिँड। तल मम्मी जाँदैछ एबिसी हाइकिङको लागि।
मम्मी ओह्रालो जाँदै हुनुहुन्छ। यति ओह्रालो छ यो भिडियोमा त ठिकै देखिन्छ होला। यो चाहिँ यति स्टेप छ, खतरनाक स्टेप छ यी। यो खोला तरेर हामी पारी स्कुल देख्दै गरेको ठाउँसम्म चाहिँ भएर जाने। पारी चाहिँ पुरा जन्ती बराबर के अरे जानेछन् मान्छेहरू। यसरी यो गाउँ पनि पुरा छ। गाउँ पनि पुरा मजाले फलिया छ। पारी वाटरफल चरा कराउँदैछ। मम्मी झर्दैछ भनेर। तल भैँसी लिएर आइरहेका छन् मान्छेहरू चाहिँ भिडभाड। चरा तल मम्मी तल जाँदैछ। चाहिँ बुद्ध स्तूपा कृपया यो क्षेत्रमा फोहोर नगरिदिनु होला, धन्यवाद। ल मम्मी ल ल दर्शन गर। ल मम्मीले दर्शन गर्दैछ। हो ल गुम्बा मम्मीले दर्शन गर्दै। त्यही हो। हो ल कति पटक घुम्ने? ल त्रै पनि गर। ल 2 पटक भयो। छिटो आउनु। ल भयो। माथि गुम्बाको दर्शन गरेर आइयो। मम्मी आउँदैछ। ओह्रालोमा झर्दैछ। गुम्बा दर्शन गरेर आइयो मम्मी। ल मम्मी जानेछ।
यो चाहिँ ब्रिटिस एक्स गोर्खा लज रेस्टुरेन्ट एन्ड सिप्रुङ गान्ड्रोक 11 रहेछ। मम्मी चाहिँ जाँदैछ सिप्रुङ गाउँ। खोला माथिबाट चाहिँ के अरे हामी झरेको 1 घन्टा प्लस भयो हामी ओह्रालो झरेको। यो गाउँ सिप्रुङ भन्दो रहेछ यो गाउँ। अब यो खोला तरेर हामी पारी जान्छौँ। ल ल माथि माथि भैँसी आउँदैछ अरे भैँसी हान्न सक्छ। मान्छे देखेर तर्सिएको हुन्छ कि कति त भैँसी आउँदै गरेको। हजुर ल ल भैँसी चाहिँ के अरे ओ माइ गड गयो 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 तानो 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 बाँधिया छ त्यही भएर ओ भैँसी थाकेछ थाकेर यो ऊ भएको यो पुल पारीबाट आएको यो खोला पऱ्यो पारी डाँडा। माथि जानेछन् यिनीहरू। निगालो बारीमा आइपुग्यो। निगालो है निगालो बारीमा आयो। खोला विनोद कहाँ गयो? निगालो बिसौनामा आयो बस्ने। बाटो हुँदैन माथि पनि तल पनि मजासँग बाटो हो नि बाटिनुपर्छ गरेको पारी भारी बोक्ने माथि गएर डाँडाबाट आएको त्यो रित्तै रहेछ र भो माथिबाट तल आउने बेलामा रित्तै त्यो बेलामा आएर कसो अब टाउको देखेर छ त्यो त्यहाँ हिँड्ने आदि देखेर खोला देउरालीलाई फोन गरेर पनि ल यो पारीबाट वारी आइपुग्यो। यो कुन स्कुल हो थाहा भएन। गाइड सरले स्कुल भन्नुहुन्थ्यो।
श्री दुर्जोङ आधारभूत विद्यालय रहेछ। गुर्जुङ आधारभूत विद्यालय रहेछ। हो हो गेस्ट हाउस पनि रहेछ। ऊ पारि एउटा गाउँ कस्तो राम्रो। ए हामी यो माथि होटलहरू भएको ठाउँ माथि डाँडाबाट झरेको हो। झरेर वारी आइपुग्यो। नामो बुद्धो गेस्ट हाउस रहेछ। ऊ पारि जानेछन् मेरो साथीहरू। ल आज हो अहिले वारी आइपुग्यो। ऊ पारिको घरहरू देखेको डाँडा कुहिरो लगाइराखेको ठाउँबाट झरेको हो। 1.5 घन्टा जति लाग्यो। अहिले चाहिँ यहाँ यो स्कुल प्लस होटलहरू पनि रहेछ। यो चाहिँ कुन गाउँ हो थाहा भएन। गजबको छ। हाम्रो साथीहरू जानेछन्। विनोद जानेछ। तल ट्र्याक्टरले काम गरिरहेछ। पारी गाउँ एकदम रमाइलो छ। मामी पारी जानेछ। रुर फायरवुड कस्तो मजाले बनाएको छ। विनोद शशी पनि जाँदैछन्। म पछाडि छु। हाम्रो गुरुगुरु जानेछन्। विनोद लास्टमा, म लास्टमा। के को फल हो यो? यस्तो ब्रिज आयो। टाढा पानी जाने बाटो यता। हामी आज टाढा पानीबाट आएको हो। ब्रिज आयो। हो ल टाढा ल यो तल गहिरो सिटी खोला खोज जस्तो छ।
ओहो ल तल चाहिँ के अरे एकदम ऊ भएको बिनोद आउँदै गरेको ब्रिजमा बिनोद आउँदैछ है ए ल ल ब्रिज क्रस गर्यो हाम्रो लन्च ब्रेक यहीँ होला सायद युवाको घर हजुर ए ए ए घोडा पनि रेडी छ यहाँ चाहिँ केही समस्या भयो भने चाहिँ घोडाको व्यवस्था पनि छ ल यो केही समस्या पऱ्यो भने चाहिँ घोडाको के अरे व्यवस्था पनि छ है हजुर हो यहाँ मलाई सम्पर्क गर्नु यहाँ मेरो युट्युबमा आए आए ल यहाँ हामी सम्पर्कमा आइहाल्नुहोस् गाउँहरू कति राम्रा छन् ए ओहो ओ हामी ऊ पारीको चाहिँ के अरे यो कुहिरो लागेको टाढा पानीबाट चाहिँ के अरे हामी हिँडिरहेको हो अहिले हामी चाहिँ के अरे लन्च ब्रेक यो यहाँ आइपुगेका छौँ यो गाउँको नाम चाहिँ के पो यहाँ केही छैन ए निगालोको घारीमा आइपुग्यो यो पारीको गाउँबाट कोलेकबाट हामी हिजो आएको हो त्यो लेकबाट हिजो आएको यो गाउँमा नास्ता गरेर यो मम्मीको हालत ए एकदम उकालो छ ए मम्मी हिँड्दैछ बिनोद आउँदैछ ल शनिहरूले बिसाउन ए बिनोद ल बिनोद पारेको डाँडा
सबभन्दा अगाडि सनी जानेछ अनि गाइड मम्मी शशी विनोद जानेछन् ल भिडियो बनाउँदै मम्मीको हालत के हो नतर्सिन मान्छेलाई पारी गएका छन् अब हामी आज डे 3 हाम्रो हाइकिङ यो गाउँहरू चाहिँ कति राम्रो छ क्लियर छ पारी डाँडा चाहिँ के अरे एकदम रमाइलो छ मम्मी आउँदैछ मम्मी आउँदैछ पारी गाउँ त्योदेखि दाहिने गाउँदेखि चाहिँ हामी माथि कुहिरो लागेको ठाउँदेखि झरेको हो हामी चाहिँ यो डाँडाबाट आएको पारी देखेको गाउँबाट आएको हो पारी देख्दै गरेको माथि गाउँ कस्तो मजाको गाउँ देखेछ अयार जस्तै छ हामीले अयार भन्छौँ यो ठाड्दै यहाँ जोडिया रहेछ यो चाहिँ घान्द्रुङदेखि चाहिँ के अरे आउने बाटो रहेछ यही तलबाट ल यहाँ चाहिँ इन्फर्मेसन के अरे इन्फर्मेसन दिएर रहेछ जमारुसु छोमरुङ चाहिँ 2.8 किलोमिटर रहेछ घान्द्रुक तल यहाँ त ल यहाँ चाहिँ के अरे यहाँ चाहिँ के अरे यो इन्फर्मेसन चाहिँ के अरे जोर्नी इज टाढा पानी 5 किलो रोङ अहिले चाहिँ हामी चुम्रुङमा गएर बस्ने हो अहिले यहाँ आइपुग्यो बाटो चाहिँ यहाँ यस्तो छ है ल मम्मी जाउँ यहाँ त नखिच्नुहोस् है डर लाग्दो यहाँबाट खिच्नुहोस् अनि यता हिँड्दाखेरि नखिच्नु होला ल यहाँको बाटो चाहिँ यस्तो छ है हजुर मम्मी यहाँ उक्लिँदैछ ल हिँड न आफ्नो काम गर न कस्तो दामी देखेछ है पहिरो
यो कुन ठाउँमा आयो तातपानी हजुर हजुर ए तातपानी त्यो नुहाउने भन्छ नि त्यो ठाउँ ए हामी त यहाँ आइपुगेर तातपानी पारीको गाउँ गुराँस थोरै छ अन्तिले बोक्दैछ ए पारीको गाउँहरू कति राम्रो शनि पारी पुग्दैछ मम्मी जाँदैछ यी ट्रेकिङ ग्रुपको हाम्रो यी साथीहरू कति साथीहरू पारी पुगिसकेका छन् गरेको देखाइ ए हाइकिङ चाहिँ यस्तै छ नेपाली घोडा नेपाली घोडा ए चढ्दैछन् नेपाली घोडा बर्खामा त्यहाँ पहिरो जाँदाखेरि चाहिँ पहिरो भन्दा परबाट माथि उक्लिने र अनि उयो बाटोबाट यो बाटो ए मेरो साथीहरू त्यहाँ जानेछन् मम्मीहरू पारी जानेछन् मेरो गुरुहरू जानेछन् सनी मम्मी जानेछ ए यो गाउँ चाहिँ उरी गाउँ रे उरी गाउँ हाम्रो टोलीहरू यसरी जानेछन् ए यो चाहिँ गुरुङ हिल भ्यू पोइन्ट लज एन्ड रेस्टुरेन्ट अन्नपूर्ण कास्की 11
मम्मी यो घरको पछाडि पुग्यो। हेलो मम्मी, कस्तो हुँदैछ? आज हाम्रो डे 3 को हाइकिङ यस्तो हुँदैछ। कस्तो राम्रो हेर त ओ वाह आराम से पत्थर हिल रहे हैं। पत्थर This one. Daddy, यो वाला ढुङ्गा हालिरहेछ है। यो वाला। वाह यार कहाँ ले गए? ये कह रहे हैं कि आप नाराज हो गए। नहीं। कर रही थी। नहीं बट पता है आपको परेशान कर रहा था ना। नहीं उनके कहने का कि मैं आपका हम तो और चले। अच्छा आपका है 360 उसमें है ना पॉकेट। पॉकेट। तो आप पूरा रिकॉर्ड करते हो, कहाँ पे डालते हो? हाँ, यूट्यूब। अच्छा YouTube पे। हाउ मनी सब्सक्राइबर? ओ छोटा सब्सक्राइब है। फिर भी 1000। ओके नाइस। आप छोटा। और कहाँ घूम चुके बाहर बार इंटरनेशनल? चुमलोङ। कौन सी? किसकी? चुमलोङ है ना? वो भैया कहाँ की स्टोरी आ रही थी? आप यहीं कहीं की डाला था? यहीं की थी पानी गिरने लगा है। गहुँ। आलु। ल डेस्टिनेसन आइपुग्यो है यता। আপু এদিকে। एक्सलेन्ट भ्यू। ल आज चाहिँ के अरे डे 3 को बास चाहिँ के अरे यहाँनिर बस्ने भयो। आज हाम्रो डे 3 हाइकिङ चाहिँ यहाँ आएर अन्त भयो। भोलि यहाँबाट चाहिँ बल्ल फेरि डे 4 को चाहिँ के अरे सुरु हुनेछ। भोलि हामी चाहिँ पारी देखेको गाउँ कटेर पारी डाँडा कटेर चाहिँ के अरे यो कुहिरो देखेको तिर चाहिँ के अरे जाने हो। डे 3 को बासा यहीँ आएर
छ के यो भने मसँग पनि छ वाटर प्युरिफिकेसन ट्याब्लेट